प्याज हाम्रो भान्सामा सजिलै उपलब्ध हुने र दैनिक रूपमा हामीले प्रयोग गर्ने गर्छौँ र प्याजका 5वटा विभिन्न रोग विशेषमा प्रयोग र एउटा अवगुण र त्यो अवगुणलाई हटाउन फेरि के गर्नुपर्छ भन्ने विषयमा कुरा गरौँ है त। प्याज चाहिँ के हुन्छ भन्दाखेरि गुडयुक्त हुन्छ, यो चाहिँ अलिक पच्नमा भारी हुने भयो, त्यसै गरेर स्निग्ध हुन्छ, चिल्लोपनाले युक्त हुन्छ, तीक्ष्ण हुन्छ, यो उष्ण हुने हुनाले चाहिँ यो वात दोषलाई चाहिँ शमन गर्नलाई यसले मद्दत गर्छ, कफ दोषलाई पनि यसले घटाउँछ भने पित्त दोषलाई चाहिँ यसले वृद्धि गर्ने गर्छ। त्यसै गरेर विभिन्न दुखाइमा यसको प्रयोग गरिन्छ। विभिन्न दुखाइहरू वादव्याधिका दुखाइहरू हुन सक्छन्, विभिन्न व्रण शोथहरू, विभिन्न घाउहरू भएर सुन्निएको ठाउँहरूमा तिनीहरूमा चाहिँ यसको दुखाइलाई हटाउनलाई चाहिँ हामीले प्याजको पेस्टलाई चाहिँ त्यसको पेस्ट बनाएर त्यसलाई मनतातो गरेर तताएर त्यसले चाहिँ सेक्दाखेरि अथवा त्यसको लेप लाउँदाखेरि के हुन्छ त्यो दुखाइहरू चाहिँ कम गर्नलाई मद्दत गर्छ। त्यस्तै गरेर अर्को भनेको चाहिँ कालोपोतोहरू, अनुहारमा आउने विभिन्न चायाहरू भयो। त्यस्तै गरेर चाहिँ मुखरोगहरूमा चाहिँ यसको रस निकालेर त्यो रसलाई चाहिँ लेप लगाउने अथवा त्यसको लेपलाई चाहिँ त्यसको जुन पेस्ट हो त्यो पेस्टलाई चाहिँ लगाउने गर्दाखेरि चाहिँ मुखमा हुने विभिन्न प्रकारका समस्या चाया परेकोहरू यस्तोहरूमा चाहिँ यसले के गर्छ, फाइदा गर्छ। त्यस्तै गरेर अर्को तेस्रो नम्बरमा चाहिँ यो दीपन पाचन अनुलोमन युक्त हुन्छ, जसले गर्दाखेरि चाहिँ तपाईँको चाहिँ अग्निमान्दको समस्यामा पाचन शक्तिलाई चाहिँ यसले चाहिँ बढाउनलाई मद्दत गर्छ, डाइजेस्टिभ पावर चाहिँ बढाउने हुन्छ। त्यस्तै गरेर चाहिँ यो अनुलोमन हुने भएको हुँदाखेरि अर्श रोगीमा अथवा चाहिँ पाइल्सको समस्यामा यसले फाइदा गर्छ। त्यस्तै गरेर अर्को भनेको चाहिँ विबन्धमा अथवा चाहिँ कब्जियतको समस्यालाई पनि यसले के गर्छ, केही हदसम्म हटाउनलाई चाहिँ मद्दत पुर्याउने गर्छ। अर्को भनेको यो चाहिँ शुक्र दुर्बलतामा र दौर्बल्यमा पनि यसको प्रयोग गर्ने गरिन्छ। यसले चाहिँ दुर्बलता हटाउनलाई मद्दत गर्छ, त्यसैले चाहिँ यसलाई शुक्र दुर्बलतामा प्रयोग गरिएको हो। र यसको अर्को एउटा अवगुण भनेको चाहिँ यसले रज र तम दोषलाई चाहिँ वृद्धि गर्छ। तपाईँले सुन्नुभएको छ होला, धार्मिक मान्यतामा चाहिँ प्रायःसो प्याज लसुनहरूको प्रयोग चाहिँ गर्नु हुँदैन भनेर भनिन्छ। त्यस्तो चाहिँ यसले चाहिँ रज र तम दोषलाई चाहिँ वृद्धि गर्ने गर्छ र त्यसको प्रभावलाई, त्यसको कारणले गर्दा के हुन्छ, बुद्धि अथवा चाहिँ धारण शक्ति चाहिँ कमजोर हुन्छ। धेरै प्याजको सेवन गर्ने व्यक्तिहरूमा चाहिँ धारण शक्तिलाई कमजोर हुन्छ होइन। त्यसलाई चाहिँ फेरि यसबाट हुने यो अहित प्रभावलाई चाहिँ हटाउनको लागि चाहिँ के गर्न सकिन्छ भने अनारको रसको सेवन गरियो सँगसँगै भन्दाखेरि, अथवा चाहिँ प्याज धेरै खाने व्यक्तिले चाहिँ अनारको रसको पनि दैनिक रूपमा केही न केही मात्रामा चाहिँ सेवन गरियो भने के हुन्छ, यसबाट हुने जुन अहित प्रभाव हो त्यो अहित प्रभावलाई चाहिँ अनारको रसले हटाउनलाई मद्दत गर्छ। अब यसको प्रयोग, यसको खानको लागि चाहिँ कति मात्रामा प्रयोग गर्ने त औषधीय रूपमा प्रयोग गर्दाखेरि भन्दाखेरि अनारको रस चाहिँ त्यो जुन हामीले कन्द हो त्यसलाई चाहिँ निचोरेर जुन रस बनाउँछौँ त्यसको रस चाहिँ 10 देखि 30 ml सम्म प्रयोग गर्न सकिन्छ पाचन शक्ति क्षमता अनुसार। त्यस्तै गरेर यसको बीजको जुन प्याजको बीज हुन्छ त्यो बीजलाई चाहिँ 1 देखि 3 ग्रामसम्म प्रयोग गर्न सकिन्छ। र कुनै पनि औषधीय प्रयोग गर्नु अगाडि तपाईँले आफ्नो नजिकको चिकित्सक अथवा स्वास्थ्य कर्मीसँग यसको परामर्श लिनु चाहिँ जरुरी हुन्छ। धन्यवाद।